डोजर नचलाउनु भनेर। तर अहिले पनि डोजर चलेको छ। 2 जना मान्छेले आत्महत्या गरे, रोइ कराइ छ। तपाईले छाती त मरेको मान्छेले पनि न्याय पाउँछ, मरेको मान्छेले पनि न्याय पाउँछ, परिवारले न्याय पाउनु पर्दैन त? अदालतले आदेश दिएको छ, मरेको मान्छेले पनि न्याय पाउँछ, मरेको मान्छेले पनि न्याय पाउँछ, परिवारले न्याय पाउनु पर्दैन त? अदालतले आदेश दिएको छ डोजर नचलाउनु भनेर। तर अहिले पनि डोजर चलेको छ। 2 जना मान्छेले आत्महत्या गरे, रोइ कराइ छ। तपाईले छाती त थाप्नु भएन, संवेदना त प्रकट गरिदिनु सभापतिज्यू। सभापतिज्यू, एउटा प्रश्न थियो। यो निर्वाचन अघि तपाईले छाती थाप्छु भन्नु हैन, हामीले हैन 2 जना मान्छेको ज्यान गएको छ, बच्चाहरुको बिचल्ली भएको छ, बाँकेमा आज पनि रोइ कराइ छ। म भन्छु ल के भयो छोडिदिनुस् न एकचोटी उहाँले यो अख्तियारमा मैले हैन भ्रष्टाचार विरुद्ध उजुरी दिएको थिए 2079 सालमा हैन। सभापतिज्यू, मेरो प्रश्न बाँकेमा आज पनि बच्चाहरुको बिचल्ली भइरहेको छ, रोइ कराइ गर्ने। यस्तो नगरौ न, पत्रकारहरुले के गरे? प्रश्न के तपाईको? बाँकेमा आज पनि बच्चाहरुको बिचल्ली भएको छ, अदालतले आदेश दिएको छ डोजर नचलाउनु भनेर। तर अहिले पनि डोजर चलेको छ। 2 जना मान्छेले आत्महत्या गरे, रोइ कराइ छ। तपाईले छाती त थाप्नु भएन, संवेदना त प्रकट गरिदिनु सभापतिज्यू। अब तपाईलाई एउटा कुरा मैले भर्खरै यो बारेमा भर्खरै पनि मैले बताएँ। तपाईले बुझेन तपाईको जवाफ। अब म तपाईलाई चित्त बुझाउँ कि आम नागरिक हेर्नुस् न, अहिले नागरिकलाई म के भनिरहेको छु भने कोही पनि घरबार दिनु हुनु पर्दैन। प्रक्रियामा काहीँ योभन्दा राम्रो हुन सक्थ्यो होला, यो पनि मैले भनिसकेको छु। तर अन्ततोगत यसलाई समाधान त गर्नु पर्ला नि। यतिकै छोडिदिनु भन्दा समाधान गर्नु पर्ला कि परेन? समाधान त गर्नु पर्यो। समाधान गर्दाखेरि एक पाइला सार्नुपर्छ। त्यो पाइला सार्दै जाँदाखेरि हामी गन्तव्यमा पुग्छौँ र अन्तिममा गन्तव्यमा पुग्दा कसैले पनि मलाई अन्याय परेछ भन्नु यो एकदमै अर्ली भएको छ। अहिले सुरुवात तपाईँले भन्नुभएको, तपाईँले खबरदारी गर्नुभयो, अन्यायमा परे, मान्छे मरे, अप्ठ्यारो पर्यो, तपाईँहरू बोल्नु भएन भन्नुभयो नि। हामी बोल्ने भनेको हाम्रो नीतिले बोल्ने हो। त्यो समय आउँदैछ। उहाँहरू सबै जो घरबार विहीन हुनुहुन्छ, वर्षौँदेखि बस्नुभएको छ, मृतकको परिवारलाई कस्तो खालको न्याय दिनुहुन्छ जसले सुकुम्बासीको व्यवस्थापन नभइकन तपाईले डोजर चलाउँदाखेरि आत्महत्या गर्नु पर्यो? त्यो परिवारले कसरी न्याय पाउँछ? पाउँछ, हरेकले न्याय पाउँछ। मरेको मान्छेले पनि न्याय पाउँछ, परिवारले न्याय पाउनु पर्दैन त? मरेको एउटा कुरा तपाईँलाई म के स्पष्ट पार्न चाहन्छु भने एउटा कुरा हामीले समग्र घटनालाई हेरेर समग्र सुकुम्बासी समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयलाई लिएर अवधारणा बनाएका छौँ। यहाँले देख्नु भएको छ मृतकको परिवारले न्याय पाउँछ। मृतकको परिवारप्रति हाम्रो दुःख छ। हामी अदालतको आदेश किन मानिरहेको छ? मान्नुपर्छ, हरेकले मान्नुपर्छ। आज चलेको छ, त्यो गलत भयो। दर्शकबिन प्रश्न गर्ने सम्म